प्रभु स्टक मार्केट लिमिटेडले चाहिँ असिस्टेन्ट र ट्रेनिङ असिस्टेन्टको लागि चाहिँ जब भ्याकेन्सी प्रकाशित गरेका छन्। साथीहरू, हजुरमा मेरो सम्पूर्णमा मेरो नमस्कार। तपाईहरुलाई पुनः स्वागत छ केडिपी टेक्नोलोजीमा र सधैँ जस्तै आज म पुनः हजुरहरु समक्ष चाहिँ विज्ञापनको छोटो एन्ड मिठो प्रस्तुति लिएर उपस्थित भइसकेको छु। र आजको प्रस्तुति चाहिँ प्रभु स्टक मार्केट लिमिटेडका रहेका छन्। हजुरहरु यदि यो विज्ञापन यो च्यानलको माध्यमबाट हेरिराख्नु भएको छ भने र च्यानललाई अहिले सब्स्क्राइब गर्नु भएको छैन भने अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है हजुर। किनभने हजुरले यो च्यानलको माध्यमबाट नेपाल अधिराज्यभित्र प्रकाशित हुने कुनै पनि तहको कुनै पनि क्षेत्रको विज्ञापनहरू यहाँ सजिलै र समयमै प्राप्त गर्न सक्नुहुन्छ। र हजुरले यो विज्ञापन मात्र नभई हजुरले यो च्यानललाई ओपन गरेर हेर्न सक्नुहुन्छ। यो च्यानलको माध्यमबाट हजुरले दैनिकी रूपमा चाहिँ यहाँ बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स, निजामती सेवा, त्यसैगरी विद्यालय क्षेत्र, कुनै पनि कम्पनीहरू, इन्स्टिट्युटहरू जस्ता विभिन्न खालको विज्ञापनहरू चाहिँ हजुरले यहाँ समयमै र सजिलै प्राप्त गर्न सक्नुहुन्छ। र हजुरलाई चाहिँ हामी यो च्यानलको माध्यमबाट विज्ञापन कसरी भर्ने, कुन तरिकाले भर्ने, कसरी तयारी गर्ने जस्ता विभिन्न कुराहरू हामी तपाईलाई चाहिँ सिकाउन चाहिँ एकदमै चाहिँ अग्रसर रहेका छौं। त्यही भएर हजुरलाई फेरिदेखि हाम्रो निवेदन छ कि हजुरले चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है त। या जब पोजिसनमा पद हेर्न सक्नुहुन्छ असिस्टेन्ट। असिस्टेन्ट भन्नाले सहायकको लागि चाहिँ एकजना कर्मचारी संख्या माग गरेका छन् है त। र मिनिमम उहाँको रिक्वायरमेन्टहरू भन्नाले उहाँको न्यूनतम योग्यताहरू के हुन् भन्ने कुरा चाहिँ यहाँ तल उल्लेखित गरिएका छन्। अब यसको विषयमा हामी चाहिँ अध्ययन गर्न गइरहेका छौं है त। पोइन्ट नम्बर 1 मा हेर्न सक्नुहुन्छ मिनिमम ब्याचलर लेभल क्वालिफिकेसन फर द रिकग्नाइज युनिभर्सिटी भन्नाले मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह चाहिँ उत्तीर्ण गरेको हुनु पर्दछ है साथीहरू। त्यसैगरी दोस्रो नम्बर पोइन्टमा हेर्न सक्नुहुन्छ मिनिमम 2-3 इयर्स अफ एक्सपिरियन्स इन डीपी मैनेजमेंट एन्ड केवाईसी ह्यान्डलिङ प्रिफेयरली इन द स्टक मार्केट है। यसको अर्थ के हो भने डीपी व्यवस्थापन र केवाईसी ह्यान्डलिङमा कम्तीमा चाहिँ 2 देखि 3 वर्षको चाहिँ हजुरको काम चाहिँ अनुभव हुनु पर्दछ है त। र प्राथमिकता चाहिँ स्टक मार्केटको दिनेछ भन्ने कुरा चाहिँ यहाँ हामीलाई चाहिँ जानकारी गराइएको छ है साथीहरू। त्यसैगरी हेर्न सक्नुहुन्छ है यहाँ के भनेका छन् भने स्ट्रङ कम्युनिकेसन स्किल बोथ verbal and written with the ability to efficiently communication complex information to client भन्नाले यसमा के कुरा भन्न खोजेको भने ग्राहकहरूलाई जटिल जानकारी प्रभावकारी रूपमा चाहिँ सञ्चार गर्न सक्ने क्षमता चाहिँ हजुरमा हुनु पर्यो है। र सँगसँगै मौखिक र लिखित दुवैमा चाहिँ बलियो सञ्चार तथा कौशलता हजुरमा चाहिँ छ भने हजुरले चाहिँ यो विज्ञापनको हकदार एकदमै हुनुहुन्छ र हजुर चाहिँ नियुक्त हुनुहुन्छ है त। यसमा अरु कुराहरू पनि थुप्रै कुराहरू उल्लेख गरिएका छन्। त्यसैगरी हामी चाहिँ वहाँ उमेरको हकमा गर्न सक्नुहुन्छ। एज चाहिँ 18 इयर्स कम्प्लिटेड ए नोट एक्जिटिङ 30 इयर्स अन द लास्ट डे अफ द एप्लिकेसन भन्नाले यहाँ के कुरा भनेका छन् साथीहरू भने आवेदन दिने अन्तिम मितिदेखि है आवेदन दिने अन्तिम दिनको चाहिँ 18 वर्ष पुरा भएको र 30 वर्ष चाहिँ ननागेको चाहिँ हुनु पर्दछ है साथीहरू। त्यसैगरी हजुरले चाहिँ पहिलो नम्बर जबको लागि जब पोस्टको लागि यहाँ चाहिने न्यूनतम योग्यता र अनुभव कुराहरू चाहिँ हामी हजुरले चाहिँ सुनिसक्नु भएको छ, अध्ययन गरिसक्नु भएको छ। अब चाहिँ हामी चाहिँ जब पोजिसन नम्बर 2 मा जाउँ है त। यहाँ ट्रेनिङ असिस्टेन्ट भन्नाले हामी चाहिँ परीक्षार्थी सहायक चाहिँ यसलाई भन्ने गरेका छौं है। परीक्षार्थी सहायक बुझिन्छ र यो चाहिँ कस्टमर सर्भिस रिसेप्सनिस्ट भन्नाले चाहिँ यो ग्राहक सेवा प्रतिनिधिको लागि चाहिँ एकजना कर्मचारी संख्या माग गरेका छन् है त। र यसमा पनि मिनिमम रिक्वायरमेन्टको कुराहरू यहाँ गरेका छन् भन्नाले यसको लागि हजुरसित हुनुपर्ने शैक्षिक योग्यता कुराहरू यहाँ गरेका छन्। मिनिमम +2 लेभल क्वालिफिकेसन फ्रम रिकग्नाइज युनिभर्सिटी र प्रिफरेबली ब्याचलर डिग्री भन्नाले यदि हजुरले चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम चाहिँ +2 पनि पास गर्नु भएको छ भने हजुरले चाहिँ एकदमै चाहिँ यहाँ मान्यता दिन्छ, हजुरले चाहिँ विज्ञापन दिन सक्नुहुन्छ है त। र प्रिफरेबली ब्याचलर डिग्रीलाई चाहिँ भन्नाले
स्नातक डिग्रीलाई चाहिँ प्राथमिकता दिनेछ भन्ने कुरा चाहिँ यहाँ हामीलाई जानकारी गराएका छन् है त। त्यसै गरी स्ट्रङ कम्युनिकेसन स्किल बोथ भेर्बल एन्ड रिटन विथ द एबिलिटी फिजिकली कम्युनिकेसन कम्प्लेक्स इन्फर्मेसन टु कल्याण भन्नाले अघि पनि हामी यो सम्बन्धी चर्चा गरिसकेका छौँ कि ग्राहकहरूलाई चाहिँ प्रभावको रूपमा हजुरले चाहिँ हरेक कुराको चाहिँ सञ्चार गर्न सक्ने क्षमताहरूमा हुनु पर्यो। त्यसै गरी मौखिक तथा लिखित दुवैमा चाहिँ तपाईँको बलियो सञ्चार तथा कुशलता हुनु पर्यो है त। र यहाँ पनि उमेरको हकमा हेर्न सक्नुहुन्छ 18 इयर्स कम्प्लिटेड एन्ड नोट एक्जिस्टिङ 30 इयर्स अन द लास्ट डे अफ द एप्लिकेसन भन्नाले आवेदन दिने अन्तिम दिनको चाहिँ 18 वर्ष चाहिँ हैन 18 वर्ष पुरा भइसकेको र 33 वर्ष नागेको चाहिँ हुनु भएन है साथीहरू। र मिटिङ द एबभ क्राइटेरिया इन्ट्रेस्टेड क्यान्डिडेट मे अप्लाई थ्रु द बिलो फ्रम फर द रिस्पेक्टिभिटी जब पोजिसन है त। यहाँ के भनेका छन् भने यदि हजुर चाहिँ एकदमै इच्छुक हुनुहुन्छ योग्य हुनुहुन्छ भने यो विज्ञापन चाहिँ हजुरले चाहिँ यहाँ यसको नीतिगतमा यसको विधिगतमा यसका रीतपूर्वक चाहिँ हजुरले चाहिँ विज्ञापन भर्न सक्नुहुन्छ। र ओन्ली शॉर्टलिस्टेड क्यान्डिडेट सेल बी द कल फर द इन्टरभ्यू एन्ड द फर्दर सिलेक्सन प्रोसेस एन्ड टेलिफोन इन्क्वायरी विल नोट द बी इन्टेन्ड भन्नाले हजुरले चाहिँ यो विज्ञापन भरिसके पश्चात यदि हजुर चाहिँ सर्ट लिस्टमा भन्नाले छोटो सूची अन्तर्गत हजुर चाहिँ यदि छनौट हुनुहुन्छ भने मात्र हजुरलाई चाहिँ टेलिफोनको मार्फत हजुरलाई चाहिँ नेक्स्ट प्रोसेसको लागि हजुरले चाहिँ आह्वान गरिनेछ भन्ने कुरा चाहिँ यहाँ हामीलाई चाहिँ जानकारी गराइएका छन् है साथीहरू। अनि यहाँ हेर्न सक्नुहुन्छ द प्रभु स्टोक रिभर द राइट अर एक्सेप्ट रिजेक्ट एनी एप्लिकेसन विदाउट एजिङ द रिजन देयर फोर क्यानभासिङ टु एज इन स्टेज द सिलेक्सन प्रोसेस सेल लिड टु अटोमेटिक डिस्क्वालिफिकेसन द डेडलाइन फर द एप्लिकेसन इन द Z6 2083 है साथीहरू। हजुरले चाहिँ यो विज्ञापन चाहिँ जेठको 6 गतेसम्म चाहिँ यो विज्ञापन हजुरले चाहिँ भर्न पाउनुहुन्छ है त। त्यही भएर हजुर यो इच्छुक हुनुहुन्छ भने ढिलो नगरिकन यो विज्ञापन समयमै चाहिँ भर्नु होला है त। र अर्को कुरा यहाँ के यहाँ समावेश भइरहेका छन् भने यो विज्ञापनलाई चाहिँ रद्द गर्ने अधिकार र स्वीकार गर्ने अधिकार एक्सेप्ट गर्ने अधिकार सम्पूर्ण अधिकार चाहिँ यो संस्थामा चाहिँ निहित रहेका छन् भन्ने कुरा चाहिँ हामीलाई चाहिँ यहाँ जानकारी गराइएका छन् है साथीहरू। फेरिदेखि हजुरले अवगत गराउन चाहे यो विज्ञापन चाहिँ एकदमै ढिलो नगरिकन एकदमै इच्छुक हुनुहुन्छ भने हजुरले चाहिँ विज्ञापन भर्न पाउनुहुन्छ। यहाँ चाहिँ सहायक र परीक्षार्थी सहायक भन्नाले यो दुईवटा पदको लागि चाहिँ यो विज्ञापन भर्न सक्नु भएको छ। विज्ञापन नम्बर 1 मा हेर्न सक्नुहुन्छ। विज्ञापन नम्बर 1 मा चाहिँ हजुरले चाहिँ स्नातक तह चाहिँ उत्तीर्ण गरेको हुनुपर्छ है त। र यसको र पोजिसन नम्बर 2 मा हेर्न सक्नुहुन्छ हजुरले चाहिँ +2 पनि पास गर्नु भएको छ भने यो विज्ञापन मजाले भर्न पाउनुहुन्छ। र दुईटैमा चाहिँ उमेरको हकमा हेर्न सक्नुहुन्छ 18 वर्ष पुरा भएको र 30 वर्ष चाहिँ ननागेको छ भने हजुरले चाहिँ यो विज्ञापन मजाले दिन पाउनुभयो है साथीहरू। त्यही भएर ढिलो नगरिकन यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। हामी चाहिँ हजुरहरूको लागि चाहिँ यस्तै खालका सेवाहरू यस्तै खालका विज्ञापनहरू हजुरले चाहिँ समयमा चाहिँ दिइराख्ने चाहिँ प्रयास गर्नेछौँ है त। हस्त धन्यवाद।